सम्पूर्णमा नमस्कार। आज हाम्रो धनेश्वरजी आउनुभएको छ हाम्रो जब सेन्टरमा। उहाँ चाहिँ भक्तपुरमा जाँदै हुनुहुन्छ ड्राइभिङ सेन्टरमा ड्राइभिङको लागि। हामीले उहाँको कामको लागि फाइनल गऱ्यौँ। अब उहाँ जाँदै हुनुहुन्छ, उहाँले के प्रतिक्रिया दिनुहुन्छ प्लिज एकचोटि सुनिदिनु होला है त। सबैलाई नमस्कार। मेरो नाम चाहिँ धनेश्वर सुवाल। म खास काभ्रेबाट हो। बसाइ चाहिँ मेरो अहिले भक्तपुरमा छ। 20 वर्षदेखि म यता बस्छु। अनि यता अब उहाँको सम्पर्कमा चाहिँ म आएर यता कुरा गरेँ उहाँसँग। अनि आज नै आएको भन्नु। हजुर 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 अहिले भर्खरै आउनु भएको थियो। भर्खरै हामीले फाइनल गऱ्यौँ उहाँको ड्राइभिङको लागि। अनि आजै आएको अनि आजै नै त्यो काम मिल्यो होइन। त्यसको लागि उहाँलाई पनि धन्यवाद। थ्याङ्क यू दाइ। अनि कति ठाउँमा चाहिँ हामी जान्छौँ जब सेन्टरमा होइन, अब यति पैसा भन्छ, काम चाहिँ मिल्दैन। त्यो कारणले अरूहरूलाई पनि यता नाम के अरे तपाईँको? हाम्रो इन्टरनेसनल स्कुल अफ हेभी इक्विपमेन्ट, सर्टकटमा चाहिँ आइसी भन्छ। आइसी कालीमाटी चोकमा छ। तपाईँहरू पनि आइदिनु होला। एकदम राम्रो छ, म जानु लाग्यो। हस्, धन्यवाद। थ्याङ्क यू।